यो देश बनाउने अभियान भएको हुँदा सम्पूर्ण आदरणीय महानुभावहरू, मान्यजनहरू र मेरा प्यारा भाइ बहिनीहरू, विशेषतः जेनजी पुस्ताका युथहरू, मेरो परिवारजन लगायत मेरो छोरी, यहाँ सबै उपस्थित हुनुहुन्छ। म एउटा आग्रह चाहिँ के गर्न चाहन्छु भने धेरै भाषण त सुनियो विगतमा, अनि कता कता लाग्दो हो यो भाषण फेरि यस्तै हो, पार्टी त धेरै आयो, पार्टीका विभिन्न नेताहरूको भाषण पनि सुन्यौँ, कहिल्यै केही भएन, यो पनि कता त्यही त होइन भन्ने कता कता मनमा पनि लाग्दो। तर म सुरुमै यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने यदि कहीँ कतै बाहिर हुनुहुन्छ भने भित्र आउनुहोस्। यो पार्टी तपाईहरुको लागि जन्मिएको पार्टी हो। विशेषतः नाम नेपाली नागरिकहरूको लागि भावनालाई प्रतिनिधित्व गर्ने पार्टी हो। विशेषतः जेनजी मुभमेन्ट पछि केही समय हेर्दा हेर्दै यी भाइ बहिनीहरूको अथवा आम नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने खालको कुन चाहिँ पार्टी छ त भनेर बस्दै बस्दै गर्दा अन्तिममा जन्मिएको पार्टी हो। यहाँ म सम्बोधन गर्नुभन्दा अगाडि केही भावनात्मक कुरा राखिहालेँ, किनभने छुट्ला भनेर। मेरा सम्पूर्ण यहाँ उपस्थित हुनुभएका आदरणीय अग्रजहरू, पत्रकार मित्रहरू, जसले देशको लोकतान्त्रिक व्यवस्थालाई एउटा सम्वर्धन गर्न लागिरहनु भएको छ, सँगसँगै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरू, सबैमा यो समुन्नत नेपाल पार्टीको तर्फबाट र सभापतिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईले जुन बिहानदेखि समय दिनुभएको छ यो आफ्नैका लागि हो भन्ने पनि मनन गरिदिनु हुनेछ र सबैलाई नमस्कार अभिवादन गर्दै स्वागत पुनः गर्न चाहन्छु। यो चितवनको यो नगरीमा किन कार्यक्रम गरियो भन्ने विशेष केही छोटो राख्न चाहन्छु। यो आफैमा देवघाटको किनारामा रहेको यो तपोभूमिको उसमा यसै पनि पवित्र तीर्थस्थलको छेउमा छ। यसको माटोले यो गलत प्रवृत्तिलाई हटाओस् र सही कुराहरू अगाडि बढाओस् र विशेष गरेर हामी सबैको भावनालाई यो देश समुन्नत पार्ने खालको एउटा अभियानमा सबै जुटौँ र विशेषतः काठमाडौँलाई मात्र नेपालको राजधानी त हुँदै हो, तथापि सधैँ नेपालै त्यही हो जस्तो गरेर हेर्ने दृष्टिकोणबाट पनि अलग हुन जरुरी छ, भिन्न दृष्टिकोण हुन जरुरी छ। तराई मधेसबाट पनि यहाँ आउन सक्ने वातावरण बनोस्, यहीँका सम्पूर्ण नेपाली आम दाजुभाइ दिदीबहिनीहरूले पनि सुन्न पाइयोस् र यो नेपालका सबै ठाउँहरू त्यत्तिकै महत्त्वपूर्ण होलान् तर आफ्नो पहुँचमा नहुन सक्छन्। तसर्थ हाम्रो समुन्नत नेपाल पार्टीले यस ठाउँलाई पहिचान गरेर हामी तपाईहरुको अगाडि छौँ, किनभने तपाईहरुलाई वास्तवमा हामीले केन्द्रमा राखेर यो कामहरू, यो कार्यक्रमहरू यहाँ राखेका हौँ अथवा घोषणा सभा हामीले यहाँ राखेका हौँ। हुन त लोभ लाग्दो हो, काठमाडौँमा धेरै मिडियाहरू देखिन्छ, यहाँ आयो भने हाम्रा धेरै केही मात्र मिडियाहरू छन्, केही मात्र पत्रकार मित्रहरू आउनु भएको छ, उपस्थिति पनि कमै छ, ठुलो उपस्थिति मलाई चाहिएको पनि छैन। यसको अर्थ मैले पत्रकारहरू आउनु भएन आउनुहोस्, आउनु भएको छ, यहाँ ठुलै पत्रकारको जमात मात्र पनि होइन। मलाई एउटा कन्भिक्सन चाहिँ के छ भने जो मानिसले देश बनाउनका लागि अगाडि हिँड्छ, समाज बनाउनका लागि अगाडि हिँड्छ, हिँड्न पर एक्लै तयार भएर हिँड्ने खालको आशा भएको हुनाले राख्नु होला। मैले कसैलाई च्यालेन्ज गर्नु छ भने तपाईहरुलाई च्यालेन्ज गरेको त होइन, तर जो यो देशमा दलाली गरे, यो देशमा भ्रष्टीकृत गरे, यो देशका हरेक निकायहरूलाई उनीहरूको आफ्नो कब्जामा राखे र अझै पनि भन्दैछन् तिमीहरूको लागि हामी नै गर्छौँ, अझै पनि भन्दैछन् यो देश सुरक्षित राख्ने हामी हौँ। आफै भागेर कहाँ कहाँ हिँड्छन्, अभिभावकत्व छोडेर हिँड्छन्, अलपत्र पारेर हिँड्छन्, देशको गठबन्धन गर्छन्, अनि फेरि सरकारमा पुग्छन्, अनि हाम्रा सोझा साझा दाजुभाइ दिदीबहिनीहरूलाई पछि लगाउँछन्, झुट्टा आश्वासन दिन्छन्, अनि त्यही अनुरूपको फेरि वातावरण पनि बनाइराख्छन्। किनभने यो देश सिन्डिकेटमा परिणत भइसकेको अवस्था हो। मैले यहाँ मात्र भनेको होइन,
धेरै पहिलादेखि भन्दै आएको छु र त्यसलाई च्यालेन्ज गर्नका लागि, त्यस्तोलाई च्यालेन्ज गर्नका लागि त यस्तै धरै मुटु चाहिन्छ भनेर तपाईहरुको साथमा नेतृत्व दिन आएको हो। यहाँ धरा मुटु भएकाहरू छन्। यहाँ कुनै पनि देशको परिवर्तन गर्नका लागि तपाईले अहिले हेर्नुभयो भने पनि कुनै देश भने सिंगापुर कसले बनायो भन्ला, कुन देश कसले बनायो भन्ला, लिने बेला त एउटाको नाम त लेलान्, तर टिमले गरेको हुन्छ त्यसमा छँदैछ। तर नेतृत्व दिएर सबैलाई समेटेर सबैलाई लान सक्ने क्षमताको नेतृत्व चाहिँ आजको आवश्यकता हो। तसर्थ मैले आज जेनजी भाइ बहिनीहरूलाई यहाँ राख्दै गर्दा आउँदै गर्दा उहाँहरू आफैले स्वाभाविक रूपमा उपस्थित हुनुहुन्छ। हरेक ठाउँमा मर्का परेको ठाउँमा पुगिरहेको छु। आफ्ना भाइ बहिनीहरूलाई दुःख परेको विषयमा मलाई चाहिँ मुटु जल्छ, तर शासनमा बसेका शासकहरूलाई कहिल्यै मुटु जलेन। यिनीहरूलाई कहिल्यै माया प्रेम पनि जागेन, किनकि सरकारमा बस्नु छ, लुट्नु छ। अब लुट्न नपाउने स्थिति भयो भने फेरि अनि टाउको उठाउँछ। कहिले कहिले मलाई दुःख पनि लाग्छ। अघि भन्नु रिटायरमेन्ट पछि आनन्दले बस्ने भन्ने विषय, आनन्दले बस्न सकिन त कसरी हेर्नु? यो दुःख हेरेर कसरी बस्नु? अन्तिम दिनसँग मैले भने राम्रै पार्टी आओस् त, सबैजनासँग मिलाउन। कुलमानजीका पनि फोन पनि गरेँ मैले दुई पटकसम्म। पिए भनाउँदाहरूले पनि सुनेनन्, थाहा छैन, सोध्नुहोस्। अहिले त मन्त्री नै छन् त, पावरफुल छन्। कसैका विरोध गर्न त खोजेका थिइनँ मैले, तर कहिले कहिले भनाइ के छ भने धेरै पार्टी भयो, यो पार्टी मात्र के हो? अब पार्टी पनि कस्ताका पार्टी थियो, ती पार्टीलाई त अब पन्छाउनु पर्यो नि त, विस्थापित गर्नु पर्यो। अनि नयाँ भनाउँदाहरू पनि तेरो जेन्जी मेरो जेन्जी भन्दै आउने कि दमका साथ यिनीहरूले राखेका मागहरूलाई पुरा गर्नका लागि अगाडि बढ्ने? तिमीहरूलाई सरकारमा पठाएको त्यही कारण थियो कि यी भाइ बहिनीहरूलाई अलपत्र बनाउनका लागि? र भन्दैछन् फेरि म जेन्जीहरूको अभिभावक हुन चाहन्छु। चाहेर पाइँदैन मित्रहरू, दम चाहिन्छ, साहस चाहिन्छ। मैले देवानदेखि भनेको छु, 23 गतेदेखि मैले भनेको थियो। अहिले सञ्चार मन्त्री जगदीश खरेल यहीँबाट म जाँदा मेरो छोरीले भन्दै थियो म पनि यो आन्दोलनमा भाग लिन्छु, यहाँभित्र यहाँ जान्छु भनेर। यो भरतपुरको उसमा मैले भने माथि काठमाडौँ गएर दिउँला, त्यहाँ उही नै चाहिँ आन्दोलनमा सहभागी होला भने यहीँ उपस्थित छन्। उहाँ पुग्दा नपुग्दै इन्टरभ्यू दिने अवस्था आयो। उहाँले बोलाउनु भयो, उहाँको इन्टरभ्यूको चिफ हुनुहुन्थ्यो उहाँ, र भन्नुभयो तपाईँको आज इन्टरभ्यू जरुरत छ, कसैले दिन सक्दैन भने। यो इन्टरभ्यू जानु चाहिँ मेरो जरुरत भयो होइन, सबै कुरा राख्न मेरो जरुरत भयो। सबै नेपालीलाई कहाँ थापेर शिरमा राखेर हिँड्ने सर्वेन्द्र खनालको त्यतिखेर चाहिँ जरुरत भयो। भ्रष्ट र दलाल अपराधहरूलाई तल लगाउने सर्वेन्द्र खनाल त्यतिखेर जरुरत भयो। आफ्नो खुट्टामा उभिएर सधैँ नेपाली नागरिकलाई केन्द्रमा राखेर मुटुमा राखेर हिँड्ने सर्वेन्द्र खनाल कतिखेर जरुरत छैन। जतिखेर लुटेर खान पाइन्छ त्यतिखेर जरुरत छैन। म आम नेपाल सबैलाई भन्न चाहन्छु, सुरक्षा संयन्त्रका साथीहरूलाई नि भन्न चाहन्छु, तपाईहरु हुनुभयो पूर्व आर्मी चिफदेखि नेपाल प्रहरीका चिफदेखि राष्ट्रिय अनुसन्धान सशस्त्रका चिफ हुनुभयो। मैले त सधैँ आह्वान गरेको छु, आउनुहोस्, नेतृत्व लिएर जानुहोस्, अगाडि बढ्नुहोस्। किन खुट्टामा बार किन डराएर बसिराख्नु भएको छ? देश यस्तो अवस्थामा पुगिसक्यो, यस्तो असुरक्षित भइसक्यो, कुन ठाउँमा बस्दा सुरक्षित छ भन्ने अवस्था छैन। अझै पनि दोसाँधमा हुनुहुन्छ। कसले के बचाइदिएका थिए विगत अहिलेको जेनजी मुभमेन्टले त्यत्रो परिवर्तनको खाका पुर्यो। तिनी माग राखेर आन्दोलनहरू सफल रूपमा भयो, तर माग चाहिँ कहाँ गए त? त्यो पनि फेरि अपहरित भयो। सुरक्षा निकायकालाई भन्दैछु, के सोच्दै हुनुहुन्छ थाहा छैन, कस्तो खालको नेतृत्व खोज्दै हुनुहुन्छ मलाई थाहा छैन। के लुते खालको नेतृत्व, जे मन लाग्यो त्यही भन्ने खालको सर्वेन्द्र त्यो चाहिँ होइन। यो देश बनाउनका लागि अगाडि बढेको सर्वेन्द्र खनाल हो। मलाई मनमा छोएर भनिरहेको छु। आज त्यति भन्न मन थिएन, किनभने आज घोषणा सभा थियो, राम्रै मात्र कुरा गरेर जाउँ जस्तो पनि लागिरहेको थियो।
तर कता कता मनमा दुख्छ। किन आज अमरचन्द्र अनिलजीले यत्रा कुराहरू राख्नु भएको छ? एउटा कुनै पनि पोलिटिकल पार्टीमा नियुक्ति पनि नखाएको मान्छे यहाँ आएर बोलिराख्नु भएको छ। के उहाँलाई हेपेर जाने? उहाँका भावना हेपिनु भनेको आम नेपाली जनताको भावना, असल मानिसहरूको भावना हेपिनु हो। म च्यालेन्जका साथ भन्न चाहन्छु। तर यहाँ त के छ भने यिनै जेन्जी भाइ बहिनीहरूलाई माया गर्यो भने के भन्छन्? प्रहरी महानिरीक्षक भएर कता कता के ल आउ त 23 गतेको आन्दोलनले सरकारमा पुग्ने, 23 गतेको आन्दोलनले 24 गतेको घटना हुन गएको छ। सबैले त्यही भोलिपल्ट पर्सिदेखि हो जेन्जीहरूको माग त जायज छ भनेर यिनै पार्टीका मान्छेहरू पनि भन्न थाल्ने, किन डर थियो। जब यिनले टाउका बिस्तारै उठाउन थाले, किनकि जेन्जी भाइ बहिनीहरू बिस्तारै कता 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 फेरि डिभिजन हुन थाल्यो। मैले त भनिरहेको छु सबैलाई, तर गर्नुपर्ने त अहिलेको मन्त्रीमण्डलको नेतृत्व सहितका मन्त्रीहरूले होइन, जेन्जीहरूलाई एकता राख्नुपर्ने, भावनामा एकता बनाउनु पर्ने उहाँहरूको काम होइन। किन म सिङ्गो एकको हिँडिरहेको छु, तर अझै च्यालेन्ज गरिरहेको छु। त्यत्रो सादा लिनु पर्यो, त्यतिका हताहत भयो, त्यतिका भाइ बहिनीहरूको त पवित्र सपना बोकेर गएका भाइ बहिनीहरूको चाहिँ देहान्त भयो। त्यो कुरो चाहिँ यहाँलाई भित्र परेन होइन। 24 गतेका केही घटनाक्रमहरू आएर आतंकित बनाउने काम गर्यो यही सरकारको। सुशीला कार्की प्रधानमन्त्रीज्यू सम्माननीयज्यू, न्यायको विषय र यसका कानुनको विषयमा मैले 30 वर्षसम्म यही ठाउँमा हरेक नेपालीलाई म सार्वजनिक रूपमा भन्न चाहन्छु, कसैले पनि मलाई औँला ठटाएर मैले अन्याय भयो भनेर भन्न सक्दैन। मैले आज यहाँ मात्र भनेको होइन, हरेक ठाउँमा भन्ने गरेको छु। म किन यो जेन्जी भाइ बहिनीहरूको उसमा लागेर के कारणले हाम्रो देश यसरी बिग्रियो त? त्यही बिग्रेको कारणले त आन्दोलन भयो, क्रान्ति भयो। अनि तिनै मागहरू, जायज मागहरू पुरा गर्नुहोस् भन्दा फेरि अर्को चुनावको कुराहरू आयो। चुनावमा जाउँ नजाउँ, मसँग त पैसा भएर चुनाव पार्टी खोले त होइन। यिनै पैसा भएका भ्रष्टीकृत गर्नेहरू, भ्रष्टाचारीहरूको जति जति यिनीहरूले जम्मा गरेका छन् त्यसलाई राष्ट्रियकरण गरेर यस्तै जेन्जी भाइ बहिनीहरूको पुस्ता यही नेपाल बनाउनका लागि खर्च गर्ने हो। अलि पैसा भएको भए हुन्थ्यो पनि होला, ठुलै ठाउँ कता कता मान्छे पनि निकै आउनुहुन्थ्यो होला सायद। किनभने अब बानी नै अर्को लागिसकेको छ, बानी नै लागेको छ। यसले के दिन्छ र अहिले मैले के दिनु? तर यो देश 3 वर्षभित्र कायापलट गर्ने गरी मैले 200 पेज भन्दा बढीको रिसर्च गरेको छु। अहिलेसम्म भएका नेपालमा रहेका पार्टीहरूका नेतृत्वहरूसँग म बहस गर्न तयार छु, ककस गर्न तयार छु। तपाईले अहिलेसम्म राख्नुभएका राष्ट्रिय योजना आयोगदेखि विभिन्न योजना बनाउनु भएका कुराहरू कसरी असफल भए, कसरी असफल बनाउनु भयो, के कारणले असफल भए, आम जनतामा निराशा किन भयो, के कारणले भयो भन्ने कुरा स्पष्ट छ आम जनतासँग। तर त्यसको भावनाको प्रतिनिधित्व गरेर तपाईहरुलाई बढार्न तयार छु, त्यसका लागि म आएको छु। यसलाई नठान्नुहोस् कि अघि भन्दै हुनुहुन्थ्यो केका लागि राजनीति गर्ने, के राजनीति गरेर लुटका लागि राजनीति सिकाउनु पर्ने। भाइ बहिनीहरूलाई राजनीति जाने छैन रे के? मैले पुलिसमा बसेर तिमीहरूको जस्तो राजनीति गर्नु म फेरि यहाँ राजनीतिमा आएको चाहिँ होइन, यो असल राजनीति गर्न आउँदैछु म। सेवक भएर आउँदैछु म, लुटेराहरूको ग्याङलाई पोस्नका लागि म यहाँ आएको छैन। यो पवित्र भूमिमा टेकेर म यो उद्घोष गरिरहेको छैन। के कारणले भएन भने त कति राख्ने? यहाँ बोल्दा बोल्दै धेरै नै होला, म भन्छु, सरस्वती देखाउँछु। फेरि कहिले कहिले भनिएला नभनौ, राम्रा कुराहरू गरेर लैजाउँ त भनेर भन्ने कुरा थियो। यो कुरा मैले भन्नै पर्ने विषय किन आयो भने अहिले मात्र जेनजी भाइहरूले भनेको विषय भावना त्यति त सुनिएला नि, त्यो त केही प्रतिनिधिमूलक मात्र हो। यो धेरै ठाउँमा धेरै उसमा भनिराख्नु परेको छ। मानिसले हताहत गरेको विषयमा कारबाही गर्न जाऊ, तर त्यो कारणले गर्दा यस्तो जुन जुन घटना भयो कसैले नै रोक्न नसक्ने कुराको लागि तिमीहरूले गरेका आन्दोलन भनाउँदाहरू जसले लोकतान्त्रिक प्राप्तिका लागि गरियो, सादा त अर्कै भए। लुट्न पो तिमीहरू तपाईहरु आउनुभयो त।
त्यतिखेर पनि तोडफोड त निकै भएका थिए। तपाईँलाई मुद्दा लगाएको भए कति हजार 17,000देखि कति कति मानेदेखि लिएर विभिन्न आन्दोलनमा भएका शहादत प्राप्त गरेकाहरूको जिम्मेवारी त तिमीहरूले लिनुपर्ने थियो न, तपाईँहरूले लिनुपर्ने होइन। कारबाहीको कुरा तपाईँहरूमाथि बढाउनु पर्ने थिएन। यदि आन्दोलन यहाँहरूलाई चाहिँ राजनैतिक आन्दोलन हुने यहाँहरूले गरेको, जसले जेनजी मुभमेन्टले एउटा भ्रष्ट चाहिँ एउटा रेजिम चेन्ज गरेको छ, रिभोल्ट गरेर क्रान्ति गरेर चेन्ज गरेको छ, त्यसलाई चाहिँ अन्डरमाइन गर्ने, त्यसका तपाईँहरूसँग साथमा छु म भनेर लागिरहेको छु। थ्रेड छ कि भन्छ के का थ्रेड? यिनै हातेर भागुन्न म के का थ्रेड? मलाई भन्छन् कहिले कहिले थ्रेड छ, यस्तो छ, के थ्रेड? कस्तासँग लडेर आएँ? यस्ता यो के भन्ने त्यो काट्ने मुटुहरूलाई त यसै भगाउँछु। फेरि कति कस्ता नि आयो, जे मन लाग्यो भन्दैन। यो राजनीतिमा जे मन लाग्यो नि भन्नुपर्छ अरे, जे गर्दैन हुन्छ अरे, तुरुन्तै मन जित्नुपर्छ अरे, यस्ता राजनीति गर्ने। दुई छिमेकी देशको जायन्ट इकोनोमी बोकेका देशहरूको बिचमा हामीले यो समुन्नत नेपाल बनाउने खाकासहित अगाडि बढ्नुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ। म यहाँहरूलाई केही कुराहरू पार्टीको दृष्टिकोण राख्न चाहन्छु। अब धेरै समय त लिन्न, तर मैले अघि भने यहाँहरू हामी सबैको भविष्य जोडिएको कार्यक्रम भएको हुँदा प्रणका साथ यो देशको यो पवित्र भूमि, यो पवित्र ठाउँको माटोलाई राखेर कसम खाएर बोलिरहेको छु म। ढुक्क भएर बस्नुहोस्, एकछिन धैर्य गर्नुहोस्, किन हामी सबैको भविष्यको खाका सहित अगाडि बढेर आएका छौँ हामी।